प्लेस हन्ट गर्दै कफी खान कोही मन लाग्छ। चियर्स है त सबैलाई। हेलो के छ सबैलाई। आज चाहिँ म अलिकति नयाँ ठाउँमा छु। पोखरा कलेज पढ्ने आउने क्रममा चाहिँ यसो कफी पसलतिर मलाई फेरि अलिकति कफी खानको लागि चाहिँ अलि नयाँ ठाउँहरू नयाँ प्लेसहरू हन्ट गर्न मन लाग्छ। एउटा कफी घर भन्ने एउटा कफी सप रहेछ, त्यहाँ आएको छु होइन। यहाँको चाहिँ जस तपाईँहरू पोखरा आउँदाखेरि चाहिँ यहाँ पनि आनन्द तरिकाले बसेर मजाले कफी खान सक्नुहुन्छ। इन्भाइरोमेन्ट एकदम ठिक लाग्यो, राम्रो छ है। इन्भाइरोमेन्ट पनि यहाँको दामी छ, हेर्न सक्नुहुन्छ। कफी छ यता, उता पनि कफीको नै रुख हो, उता नि सबै यो लस्करै लाइन भएको जम्मै कफीको रुख रहेछ। जस टाइम लाग्यो। भर्खरै यहाँ कफी मैले अर्डर गरेको छु, कफी आउँछ। ल मेरो कफी पनि आइसक्यो। यस्तो छ। कसलाई कफी मनपर्छ यसो कमेन्ट पनि गर्नु। कफी लभर को हुनुहुन्छ म जस्तो प्लेस हन्ट गर्दै कफी खान कोहीलाई मन लाग्छ। चियर्स है त सबैलाई। मलाई एउटा दामी लाग्यो, तपाईँहरूलाई चाहिँ कस्तो लाग्यो यो हेरेर चाहिँ तपाईँहरूले पनि कमेन्ट गर्नु। अनि यहाँ पनि आउन सक्नुहुन्छ। सबै कुरा ट्राई नगरे नि मैले चाहिँ कफी ट्राई गरेँ। कफी इज ओभरअल गुड, राम्रो छ होइन। तपाईँहरू नि आएर मजाले ट्राई गर्न सक्नुहुन्छ।